यदि तपाईँ भ्लगिङ गर्न चाहनुहुन्छ भने भ्लगको पछाडि जो ब्याकग्राउन्ड म्युजिक एकदम कम साउन्डमा सुनेको, अगाडि आफूले बोल्दै गर्दा पछाडिपट्टि जो सानो साउन्डमा एकदम बजिरहेको म्युजिकहरू जस्तो भ्यूहरू छ त्यस्तै खालको म्युजिकहरू कसरी एडिट गर्छ त्यसबारेमा भिडियो बनाउँदैछु। भिडियो पुरा हेरिदिनु होला है त। त्यसको लागि तपाईँ आफ्नो मोबाइलको स्क्रिनमा जानुहोस्, भिएन एपमा हेर्नुहोस् है। भिएन एपमा क्लिक गरिसकेपछि तपाईँ यो कैचीको आइकनमा जानुहोस्। त्यसभन्दा पछि तपाईँ यतापट्टि अल देखाएको छ, यतापट्टि भिडियोमा क्लिक गर्नुहोस्। तपाईले सुट गरेका जति पनि भिडियोहरू हुन्छन् ती सबै यहाँ देखाउँछ। जस्तै म यहाँनिर ब्लग बनाएको छु, अब सानो ब्लगिङ भिडियो सुट गरेको छु, त्यतिकै भिडियो सुट गरेको छु। हजुरलाई यहाँनिर ब्याकग्राउन्ड म्युजिक लगाएर देखाउँछु कसरी लगाउने। फेरि नेक्स्टमा जानुहोस्। अब भिडियो टाइमलाइनमा यसरी आइसक्यो हजुरको। अब यसभन्दा पछाडि यहाँ हेर्नुहोस् है, यसरी यो भिडियो टाइमलाइनमा आइसकेपछि यहाँनिर मैले चाहिँ एउटा सानो ब्लग सुट गरेको भिडियो तपाईँहरूलाई एडिट गरेर देखाउँछु। हेर्नु होला है, ध्यान दिएर सुन्नु होला। अब यहाँ सबभन्दा माथिको जो आइकन छ यो चाहिँ म्युजिकको, यहाँबाट चाहिँ म्युजिक लगाउनुपर्छ। त्यो अहिले एकछिन तपाईँहरूलाई सिकाउँदैछु। त्यसभन्दा तलको चाहिँ ट्याक्स, भिडियोको माथि केही लेख्नुहुन्छ। जस्तै मैले यो महेन्द्रनगरमा खिचेको पोखरी कटेजमा, यहाँनिर मैले पोखरी कटेज भनेर पनि लेख्न सक्छु। यसरी ट्याक्समा क्लिक गरेर त्यसभन्दा तलको यो जुन चाहिँ फोटो छ, फोटो जस्तो प्लसको चिन्ह दिएको छ, त्यहाँनिर चाहिँ भिडियोको माथि तपाईँले एक्स्ट्रा फोटो जोड्न चाहनुभयो या कुनै स्टिकर जोड्न चाहनुभयो भने यहाँबाट तपाईँ जोड्न सक्नुहुन्छ। त्यसभन्दा तलको जुन यो छ प्लसको आइकन छ, फिल्म जस्तो देखाएको छ नि, रिल्स जस्तो, पहिला क्यामेराहरूको रिल जस्तो देखाएको छ नि, त्यहाँनिर क्लिक गऱ्यो भने तपाईँले एउटा अर्को सुट, अर्को सिन यसैमा जोड्न चाहनुहुन्छ भने यो भिडियोमा त्यहाँबाट यसरी जोड्न सक्नुहुनेछ। अब हामीले सबभन्दा पहिला आज सिक्नुपर्ने छ ब्याकग्राउन्ड म्युजिक चाहिँ कसरी लगाउने है। अब ब्याकग्राउन्ड म्युजिक लगाउनको लागि यो माथि जो म्युजिकको आइकन छ त्यहाँनिर क्लिक गर्नुहोस्। त्यहाँनिर क्लिक गरिसकेपछि तपाईँको यस्तो देखाउँछ। यहाँनिर हेर्नुहोस् है, म्युजिक जोड्न चाहनुहुन्छ भने म्युजिकमा क्लिक गर्ने। इफेक्ट जोड्न चाहनुहुन्छ भने जस्तै मैले केही सामानलाई फ्यालेँ, त्यो फ्यालेको आवाज कस्तो आउँछ त्यो इफेक्टहरू यहाँनिर देखाउँछ, यहाँबाट हुन्छ। यदि तपाईँ रिकर्ड गर्न चाहनुहुन्छ भने आफूले बोलेर भिडियोको माथि अब बोलेर रिकर्ड गरेर म्युजिक जोड्न चाहनुहुन्छ भने यहाँनिर तपाईँ बोलेर पनि रिकर्ड गर्न सक्नुहुनेछ। अब हामीले के गर्नेछौँ, म्युजिक लगाउन सिक्दैछौँ है। अब एकछिन हेर्नुहोस्, यहाँबाट म्युजिकमा क्लिक गर्ने। त्यसभन्दा पछि हेर्नुहोस् है, अब यहाँनिर यो जति पनि देखाएको छ अप्सनहरू, ब्लग, पप, डाइनामिक, फ्रेस, यो जति पनि देखाएको छ यो चाहिँ यो एपभित्रै भएको म्युजिकहरू हो। यसलाई पनि तपाईँ इजिली युज गर्न सक्नुहुन्छ। यहाँनिर क्लिक गऱ्यो भने तपाईँलाई देखाइदिन्छु। यहाँनिर हेर्नुहोस् है, सबै डाउनलोड हुन्छ, यतापट्टिबाट डाउनलोड भएर एपमै रहन्छ। यसलाई पनि तपाईँ इजिली युज गर्न सक्नुहुन्छ। यसमा पनि कपिराइट आउँदैन। यो तपाईँ ब्लगमा युज गर्न सक्नुहुन्छ। यदि तपाईँले आफ्नो मोबाइलमा डाउनलोड गरेर राख्नु भएको छ, कुनै म्युजिक बनाएर राख्नु भएको छ भने त्यसलाई चाहिँ कसरी लगाउने, माई म्युजिकमा जाने। अनि त्यसभन्दा पछि जस्तै मेरो मोबाइलमा यहाँ 33 म्युजिक छ। यहाँनिर म्युजिक देखाएको छ, मैले यहाँनिर हेर्नुहोस् है, यो सबै म्युजिकहरू हो। यसलाई इजिली युज गर्न सक्छु, जो कपिराइट छैन। यसमा धेरै जसो म्युजिकहरू त कपिराइट पनि होला, तर केही म्युजिकहरू कपिराइट छैन। तपाईँ यस्ता डाउनलोड गरेर ब्याकग्राउन्डमा लगाउन सक्नुहुन्छ। मैले इक्जाम्पलको लागि यो ब्याकग्राउन्ड म्युजिक लेखेको छ नि, यसलाई युज गरेँ मैले। ल त्यसभन्दा पछि यसलाई कम ज्यादा साउन्ड गर्नुहुन्छ भने यहाँबाट भोल्युम अप डाउन हुन्छ। हेर्नुहोस् है, अब यहाँनिर हेर्नुहोस् है, म चलाएर देखाउँछु। यो पछाडि यसरी कम हुँदै जान्छ, यसरी ज्यादा हुँदै जान्छ। मैले चाहिँ यति राखेँ। अब यसलाई चाहिँ यहाँबाट यसरी टिक लगाएँ। टिक लगाएर यहाँ हेर्नुहोस् है, पछाडिपट्टि यो यहाँ तल चाहिँ भिडियो, यो माथि चाहिँ म्युजिक आइसक्यो। अब हामीले म्युजिकमा क्लिक गरेर यसरी लगाउन सक्नुहुन्छ। अब यहाँ एकछिनमा चलाएर पनि देखाउँछु तपाईँहरूलाई। यहाँ हेर्नुहोस् है, यो भिडियोमा म बोलेको त छैन, त्यत्तिकै हिँड्दा खिचेको भिडियो हो। तर पछाडिको यो ब्याकग्राउन्ड म्युजिक चाहिँ यसरी बज्छ अनि भिडियो चाहिँ एकदमै इन्ट्रेस्टिङ हुन्छ। ब्याकग्राउन्ड म्युजिक लगाउन चाहिँ यसरी सिक्नु होला है। एक भिडियो गरेर चाहिँ तपाईँहरूलाई प्रस्तुत गर्नेछु। हजुरहरूले चाहिँ साथ सपोर्ट जरुर गरिदिनु होला। धन्यवाद।